आज चाहिँ बाइक बनाउने मिस्त्री नै बने। हेलो नमस्ते, म रोशन, वेलकम ब्याक टु रोशन कभर एन्ड ट्राभल। मेरो यो बाइकमा निकै नै समस्याहरू देखा परिसकेपछि म बाइक बनाउनलाई इन्डिया जान पर्ने भयो। इन्डिया जाँदैछु भनेर थाहा पाइसकेपछि एउटा बुढो बाजेले म पनि जान्छु भनेर भन्नुभयो। उहाँले यति भनिसकेपछि मैले नाइ भन्नै सकिनँ। त्यसपछि उहाँलाई लिएर म पेट्रोल हाल्न पुगेँ। यहाँ पेट्रोल हालिसकेपछि केही छिनको यात्रापछि हामी पुग्छौँ नेपाल र इन्डियाको बोर्डर थियो। त्यसपछि हामी हाम्रो आइडेन्टिटी चाहिँ गराएर इन्डिया बोर्डर छिर्यौं। यहाँ आउने बित्तिकै बुढो बाजेले त के किन्न थाल्नु भयो। उहाँले जुत्ता कपडा किन्दै हुनुहुन्थ्यो भने म पुगेँ मटका चिया खान। एक कप मटका चिया खाइसकेपछि हामी त्यहाँबाट पुग्यौं ग्यारेज थियौं। यहाँ आइसकेपछि मेरो बाइकको सबै समस्याहरू भन्यौं। त्यसपछि बाइकको साइड लाइट लिएर एउटा मोबिल लिएँ। यो साइड लाइट लगाउनको लागि मैले मिस्त्रीलाई भने, तर मिस्त्री बिजी भएर लगाउन सक्दिन भनेर भन्यो। मिस्त्री बिजी भइसकेपछि म आफै बनाउनतिर लागेँ। जसमा यो साइड लाइट लगाउनको लागि पहिला त मलाई सिट खोल्न पर्यो र सिट खोलिसकेपछि मुसाहरूले के यस्तो गरेको थियो। मुसाहरूले सबै कनेक्सन काटेर फालिसकेपछि बनाउन हामीलाई धेरै टाइम लाग्नु भयो। फाइनली केही घण्टाको मेहनतपछि मैले बाती बाल्न चाहिँ सफल भएँ र आज म पनि बाइक बनाउने मिस्त्री चाहिँ बने।